म एकजनालाई पीडा पहुँच्छु ल गाइस कताबाट दाजु ओ दाजु कतादेखि आउनुभयो भाइ मिस्त्री आउनु नै आउनु कतादेखि आउनुभयो म मिस्त्रीलाई म भेट गरौँ लाएँ भाइ यहाँ आउनु नै आउनु यहाँ आउनु नै एउटा कुरा गरौँ म गर्दैन हजुरको घर कता पर्यो मेरो हजुर क्यामेरा हुन्छ ले यार चुर म चुरोट खाँदिनँ यार दाइ खान्न हजुर खान्न घर कहाँ पर्यो हजुरको ए राखो ए नि नै 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 म राख्दैन हजुरको घर कता पर्यो दाइ के पिडाले खानुभयो आज रक्सी हजुरले सकिँदैन हजुरले के पिडाले रक्सी खानुभयो आउनु न पिडा पोख्नु न यार म हजुरको पिडा पोख्नलाई बसेँ खर्च माग्नु परेन तिमीहरूले म माग्दैन क्या आउनु न हजुरको पिडा पोख्नु नै आउनु त ओ दाइ मै हो कि ठेक्दार आएको कस्तो विश्वास गर्नुहुन्न आउनु त मलाई बताउनु भएन म ठेक्दार हो भनेर मै हो कि मै हो कि यहाँको ठेक्दार के काम हो एक चुर के नै म खान्न कि दाइ यार लाइटर छ छ ओए कहाँ जानुभयो दाइ ओ दाइ यहाँ आउनु न हजुरको पीडा सुन्नलाई बसेको छु कि म यहाँ गाइस देख्न सक्नुहुन्छ हाम्रो यहाँ इन्डियामा हाम्रो अनौठा अनौठा नेपालीहरू हुन्छन् आफ्नो अवस्था हुन्छ आफ्नो परिस्थिति हुन्छ है तर खायो मजा गर्यो इन्जोय गर्यो यही त हो त नि लाइफ अब घरमा सायद पक्कै पनि बिहे भइसक्यो होला उहाँको उमेर हेर्दाखेरि चाहिँ के गर्न सकिन्छ र मर्दको जिन्दगीमा हार खाइसकेपछि बौलाउनु बाहेक अरू केही उपाय हुँदैन मर्न पनि सकिँदैन क्या त्यस्तो हुन्छ अब फिल गर्नेहरूले गरिसकेको छ है म पनि फिल गरेर आएकै मान्छे जस्तो लाग्छ तिम्रो मजा लाग्छ यो रक्सी खाएको मान्छेहरूसँग बस्नु मलाई मजा लाग्छ आफूले नखाए पनि त्यस्तो खाँदिनँ त भन्दैन कहिले कस्तो खान्छ मैले पनि होइन तर मैले चाहिँ खाने कस्तो टाइममा खाने भनेपछि जस्तै अलिकता दिमागले बडी नै सोच्न थाल्यो भने होइन भने जस्तो काम भएन भने यताउता हुन्छ नि अब घर परिवार आऊ के हुन्छ के हुन्छ त्यस्तो अवस्थामा चाहिँ खाइन्छ होइन अन्त खाइँदैन तर उहाँको के कस्तो थियो भन्नु बुझ्नलाई चाहिँ मैले बोलाएको त्यो दाइले चाहिँ आउनै मानेन क्या त्यही भएर चाहिँ मैले आफ्नै ब्लग ओ दाइ सुन्नु नि सुन्दैन हाम्रो उता काम गरिरहेछन् हाम्रो टिमहरूले म फेरि यहाँ मजाले बसेर उहाँ दाइ चाहिँ अलिकता कता कुन देशदेखि आउनुभयो आउनु त आउनुभयो गाइजहरू के नै भनौँ र होइन अब यस्तै छ परदेशी जिन्दगी रुम्की हाँसम हुन्छ शरीरले बेसै मारी गरुङ्गो अल्छी भन्ने चिज त लागेको हुन्छ त्यही पनि काम गर्नुपर्छ क्या म त अति भएर चाहिँ म चाहिँ बसेको र केटाहरू चाहिँ आज यसो कामसाम गरिरहेको छु म चाहिँ यस्तै बस्दिनँ यसो कुराकानी गर्दिनँ यहाँ थिएँ साइडमा यसो दाइलाई भेटाएँ यसो कुरा गरौँ भनेको मानेन हस्त नमस्ते मेरो पीडाहरू इत्यादि पोख्यो होला सब्सक्राइब गर्दै गर्नु होला यस्तै भिडियो आइराख्नेछ लभली